वेलकम टु सामी एन्ड योगी युट्युब च्यानल गाइज होइन। हाम्रो यो सानो टाउनमा चाहिँ अब यो लाइट अब लाइट अब स्ट्रिट लाइट राख्दैछ गाइज होइन। बन्द यहाँ चाहिँ अब स्ट्रिट लाइट राख्दैछ ल गाइज। अब शारदानगर टाउन चाहिँ झिलिली हुने भयो होइन। ल स्ट्रिट लाइट हाम्रो शारदानगर टाउनमा चाहिँ अब आजबाट चाहिँ लाइट हुने भयो यहाँ हजुर। अब सबै लाइट जडान हुँदैछ होइन। लाइटको लागि यहाँ होइन टाउनमा चाहिँ नमस्ते है दाइ। आज के हुँदैछ हाम्रो यो चोकमा यसो केही भन्नु? ठिक छ हजुर होइन लाइट लाइट जोड्ने हाम्रो दाइ चाहिँ बजार समितिको अध्यक्ष भाइहरू सबै टेक्निसियन लगाइ मिनी मार्क्स है। यसलाई के लाइट भन्छ? यसलाई पानीहरूले चाहिँ असर गर्दै गर्दैन त? गर्दैन है। ल आज टाउन पनि बन्द होइन। 15 गते बन्द हुन्छ। त्यो बन्दको दिनमा चाहिँ हाम्रो यहाँ लाइट जडान हुँदैछ। अब बेलुका चाहिँ बाटोमा सियो खोजे नि भेट्ने भयो होइन। सियो खोजे नि भेट्छ होइन हामीले। यस ल गाइज भान्दा ठेक्दार हो यसलाई यहाँ चाहिँ ठेक्दार साफ गर्नु रहेछ होइन। लाइटहरू नि ल हेर्नु गाइज लाइटहरू यहाँ अब त्यहाँ चाहिँ क्रेन आएर बसिसक्नु भएको गाइज होइन। ल ए अब अचेल त हाम्रो टाउनतिर त यस्तो बस्ने व्यवस्था पनि छ होइन गाइज। हाम्रो टाउन चोकमा अब टाउन चोकमा आजबाट सियो खसे पनि भेट्छ। ल गाइस अब चाहिँ हामीले सियो खसे पनि भेट्छौँ होइन। यहाँ पुरा दाइ भाइहरू मेहनत गरिरहनु भएको छ होइन। टाउन चोक कति रमाइलो देख्छ आज चाहिँ यता पनि ल बहिनीहरू पनि यता ल होइन। ल अब आज टाउन बन्दको दिनमा ल हेर्नु लाइट जडान हुँदैछ गाइस। ल लाइट जडान हुँदैछ। यस्तै अर्ग्यानिक भिडियोहरू लिएर आउँछु गाइस म चाहिँ हजुरहरूलाई। ल अचेल त टाउनमा यस्तो बस्ने ठाउँहरू पनि छ गाइस होइन। बस्ने ठाउँ सुविधा छ हाम्रो टाउनमा अहिले रमाइलो छ। आज बन्द भएर त्यति चलपल छैन गाइस। यता चाहिँ ल म अब हाम्रो दाइ हुनुहुन्छ राजु दाइ हुनुहुन्छ। दाइ नमस्ते। नमस्ते नमस्ते। ल दाइ के हुँदैछ यहाँ यसो? लाइट फिट गर्ने भन्छन् हजुर। शारदानगर टाउनको पहिला राखेको लाइट भनेर यो के लाइट भन्छ कुन्ने? हजुर आज जडान हुँदैछ उद्घाटन गणतन्त्र दिवसको दिन। ल भनेपछि त अब हामीले यहाँ सियो खसे नि भेट्ने भयो ल है। ल दाइले पनि एकदम खुसी हुनुहुन्छ दाइहरू होइन। अब सबै रमाइलो छ। ल हेर्नुहोस् गाइस पहिला चाहिँ हाम्रो लाइट कस्तो थियो भने त्यति उज्यालो थिएन। अहिलेको यो लाइटले चाहिँ धेरै उज्यालो हुन्छ होला। म बेलुका पनि त्यो अलिकति त्यो लाइटको पनि गर्छु होला गाइस। अहिले चाहिँ फिटिङ हुँदैछ। फिटिङ हुने क्रममा होइन। यतातिर ल मुहारमा चाहिँ हाँसी खुसी छ होइन। सबको मुहारमा हाँस्यो खुसी देखिएको छ गाइस। यहाँ ल तारहरू हाल्दै हुनुहुन्छ होइन। अनि यता चाहिँ चलिरहेछ। यहाँ केरा बेच्ने दाइ पनि पुरा हेर्दै हुनुहुन्छ।
केरा बेच्ने दाइले पनि कतिखेर लाइट होइन जोड्छ भनेर हेर्दै हुनुहुन्छ होइन। ल हेर्नुहोस् टाउन अब रमाइलो हुने भयो गाइस हाम्रो टाउन। फेरि पनि लाइटमा लान्छु गाइस म होइन, लाइटमा लगेँ गाइस। ल हेर्नुहोस् लाइट जोडेर फिट भइसक्यो होइन, अब जोड्न मात्रै बाँकी रहेछ होइन। कति टाइम लाग्छ जोड्न चाहिँ? ए ल 15 मिनट भन्नुभयो ल। ए हजुर आज चाहिँ बल्दैन। ए बल्ने चाहिँ कहिले उद्घाटन गर्ने? ए त्यस्तो हो। ए ल ल ल भनेपछि हामी चाहिँ अब ताली बजाउनु पर्छ त्यो दिन हो। अहिले अहिले ट्रायल त हुन्छ होला नि त, बल्छै बल्दैन। ए उता जोड्नु हजुर। ए ल सार्नरवासीहरूलाई यस्तो ल अब यहाँ चाहिँ रमाइलो हुने भयो होइन, झिलिली हुने भयो, झिलिली टाउन चोक अब। ल गाइस यहाँ बस्न पनि कति रमाइलो, अहिले चोक चोकमा हाम्रो यस्तो पुरा चेयर राख्दैछ, कति रमाइलो छ होइन। अब त्यो उठाउँदैछन् क्रेनले। ल गाइस हेर्नु अब क्रेन अब माथि होइन, क्रेन चाहिँ अब स्टार्ट गरिसक्यो। अब त्यो पोल उठाउने काम हुँदैछ। त्यसपछि चाहिँ कति जडान हुन्छ, आज कति जडान हुन्छ गाइस सार्नर टाउनमा है गाइस। ल गाइस अब ल हेर्नु ल अब यो पोल उठाउने क्रम चलिरहेको छ गाइस। ट्रेनले सुरु गर्यो गाइस अब। ल हेर्नुहोस् गाइस अब पोल उठ्दैछ। अब आज 15 गते चाहिँ हाम्रो टाउन बन्द हुन्छ। त्यही बेलामा आज हाम्रो यहाँ स्ट्रिट लाइट जडान हुँदैछ। ल गाइस हामी चाहिँ अहिले यहाँ चेक गर्ने अभियान छौँ होइन। लाइट चाहिँ बलेको छ होइन, लाइट चाहिँ बलेको छ। ल गाइस हजुर दाइ भयो ल, लाइट चाहिँ ठिक रहेछ गाइस। ल हामी चाहिँ अब यो हाल्ने क्रम छ। म तपाईँहरूलाई चाहिँ अब सानो एउटा के कुराहरू सोध्न चाहन्छु होइन। अब हाम्रो एकजना दाइ हुनुहुन्छ, लाइट उठाउने क्रम सुरु भइरहेछ गाइस अब होइन। लाइट चाहिँ उठाएर अब उता पोलतिर लाने क्रम चलिरहेछ होइन। यो लाइट चाहिँ तार हल्छ। ल गाइस ल हेर्नुहोस् अब गयो। यहाँ सबै हेर्नेहरू टन्नै छन्, सबै खुसी छन् गाइस। त्यो लाइटलाई चाहिँ लाइटलाई त्यहाँ फिट गर्ने क्रम चलिरहेछ गाइस। अनि गाइस क्रेनले उठाउँछ। स्ट्रिट लाइट चाहिँ आज फिट हुने भयो शारदानगर टाउनमा गाइस। हाम्रो चाहिँ यहाँ चाहिँ सबै दाइ अङ्कलहरू हुनुहुन्छ। ल यो लाइटको लागि होइन गाइस। ल सबै यहाँ लाइटको अवलोकन गर्दै हुनुहुन्छ। हाम्रो यो आज चाहिँ स्ट्रिट लाइट राख्दैछ गाइस सानो टाउनमा। म चाहिँ यहाँ हाम्रो शान्ति टोलको अध्यक्ष नि हुनुहुन्छ। यस्तो युवाहरूलाई सब गाउँमा चाहिँ यस्तो सहयोग गर्नुहुन्छ दाइ होइन। ठाकुर दाइसँग भेट्दैछु। दाइ नमस्ते। अनि आज चाहिँ हाम्रो यहाँ के हो विशेष चाहिँ दाइ? यहाँ भिडभाड देखेर म रोकेँ। आज चाहिँ के हुँदैछ? आज हाम्रो शारदानगर टाउनमा चाहिँ मिनी स्मार्ट लाइट चाहिँ राख्ने कार्यक्रम हुँदैछ।
हजुर त्यसकै लागि चाहिँ भिडभाड जम्मा भएका हुन् हजुर अनि अब यही त हो नि अनि अब हाम्रो चाहिँ सानो टाउनमा अरू विकासको कुराहरू के हुँदैछ अब छिट्टै हामीले के देख्न पाइन्छ अब अरू हामीले चाहिँ यो पानी तालिने ठाउँमा चाहिँ सोर्स ट्याङ्की राख्ने योजना छ त्यसपछि गएर चाहिँ यो कम्प्लिट नभएको चाहिँ मोजा टायरलाई चाहिँ कम्प्लिट गरेर तलसम्म पुर्याउने स्कुल एरिया कलेज एरियासम्म पुर्याउने चाहिँ योजना छ त्यसपछि बाँकी भएको भागमा पनि ढलाइ गर्ने योजना छ अनि त्यसपछि कालिका मन्दिर एरियामा पनि त्यो चौतारालाई राम्रो बनाउने योजना छ कालिका मन्दिरमा पनि मोजा टायर लगाएर राम्रो बनाउने योजना छ थुप्रै कार्ययोजनाहरू मैले चाहिँ हालेको छु अब त्यसमा चाहिँ के कति वडाबाट सपोर्ट हुन्छ अनि त्यसपछि बल्ल अनि एउटा यो जुन अहिले रङ्गशाला बन्दैछ नि दाइ त्यो रङ्गशालामा त्यो मान्छे हेरेर बस्ने त्यो ऊ पनि बनाउन लागि स्टेज मात्रै हो अहिले चाहिँ हामीले भिआइपी स्टेज मात्रै बनाउन लागेको 40 लाखको बजेट भएको हुनाले हजुर अनि मान्छे बस्ने स्टेज त्यहाँलाई पछि जोडेर बनाएर जानु पाइन्छ प्रदेशहरूसँग उता नगरपालिकासँग बजेट मागेर जोडेर जाने कार्यक्रम जस दाइ हजुरले धेरै दुःख गरेर हिँड्नु भएको छ मलाई एकदम खुसी लाग्छ टाउन विकासको लागि होइन दाइ अनि यसो देश विदेशमा बसेर हेरिराख्नुहरूले चाहिँ के भन्न चाहनुहुन्छ त अन्त्यमा अब सबै अब मैले मात्रै गरेर हुँदैन सबै भाइहरूको देन हो मैले काम गर्दाखेरि भाइहरूले साथ सपोर्ट दिनुभयो भने विकासका कामहरू गर्नको लागि चाहिँ मलाई पनि सजिलो हुन्छ हजुर होइन म एक्लै गरेर त केही पनि सम्भव छैन सबैको साथ सपोर्ट चाहिन्छ त्यही भन्न चाहन्छु हस् त जे होस् तपाईँले होइन यस्तो बिजी हुँदा नि सानो समय दिनुभयो मेरो एउटा यो युट्युब ब्लगलाई धन्यवाद मेरो दाइ हस् बाबु हस् त मैले चाहिँ होइन हाम्रो दाइलाई अलिअलि सोधेँ सानो टाउनको बारेमा अब सानो टाउन धेरै विकास हुँदैछ होइन क्रमहरू हुँदैछ तपाईँले सुनिसक्नुभयो गाइज होइन अब सानो टाउनमा रङ्गशालामा स्टेज बन्दैछ भिआइपी स्टेज होइन अब आज लाइट राख्ने काम भइहाल्यो हाम्रो पुरानो दाइहरू हुनुहुन्छ होइन अब म पनि अब बजार समितिका अध्यक्ष होइन गुन्जमान दाइलाई पनि केही सोध्छु है त गाइज तपाईँ गाइज होइन हाम्रो बजार समितिको अध्यक्ष हुनुहुन्छ होइन अब सबले चिन्नु नि हुन्छ गुन्जमान दाइलाई दाइ नमस्ते अनि मैले हजुरलाई सोधिहालेँ होइन अब बजार अब हाम्रो कति मैले यसो हिँड्दाखेरि बजारहरू त्यति व्यवस्थित भएन भन्ने सुन्नमा आएको छ अब तपाईँको कार्यकालमा तपाईँले अब के गर्ने योजना हुनुहुन्छ त दाइ योजना त अब हाम्रो अब योजना अब एकैचोटि अब योजना सबै योजनाहरू तय त हामी गर्दैनौँ हजुर अहिले हामी तत्कालीन भनेको चाहिँ हजुर अब साधनगर हाम्रो यो व्यवसायी सङ्गठनले व्यवसायी सङ्घ समितिले अहिले तत्कालीन निर्णय गरेको 4-5वटा कुराहरू निर्णय गरेको छ जस्तै अब सबभन्दा पहिला त यो बजार क्षेत्रको कहाँसम्म यसको क्षेत्रगत कहाँसम्म क्षेत्र पर्ने त्यसको चाहिँ हामीले क्षेत्र चाहिँ त्यो चाहिँ सिमाना चाहिँ राखिसकेका छौँ बोर्ड राखेका छौँ चाडा ठुल्ठुलो बोर्डहरू हजुर अनि त्यसपछि अब ट्राफिक लाइट होइन ट्राफिक नियम पालना गरौँ भने स्टेट त्यो ऊ चाहिँ हजुर स्टेट के भन्छ त्यसलाई भन्दा चेतनाको एउटा हुन्छ नि त नागरिकलाई चेतना प्रत्यक्ष परोस् भन्ने उद्देश्यले त्यो ट्राफिक नियम पालन गरौँ भन्ने बोर्डहरू राख्दैछौँ हामी 14वटा जनचेतना त्यो पनि राख्दैछौँ अनि त्यसपछि आएर हजुरको अब पसलमा चाहिँ एउटा सानो बोर्ड स्पेसल एउटा चाहिँ स्टिकर बोर्डहरू त्यो नि राख्दैछौँ 15 गतेको दिनमा पसल बन्द गरिदिनु होला कि प्रायः भनेर त्यो खालको पनि हामीले त्यो व्यवस्था पनि गर्दैछौँ अहिले तत्कालीन अनि त्यसपछि आएर अहिले तत्कालीन एकदमै अति शानदारी काम भनेको तपाईँको यो बेन्च छ नि अहिले बेन्च हालिसकेका छौँ हामीले यो यात्रुहरूलाई जुन यातायात अब कुरेर बसेका हुन्छन् नि उनीहरूलाई चाहिँ निकै कष्टकर भयो उठिरहँदाखेरि धेरै बेर लामो समय उठ्न पर्दा अनि त्यो बेन्च चाहिँ व्यवस्था गरेर अहिले हामीले 10वटा बेन्च चाहिँ राखिसकेका छौँ अरू बाटो किनारमा बस्नको लागि अब त्यसले गर्दाखेरि अब ठिकै छ अहिले हामी गर्दैछौँ सबैको सहायताले यो भइरहेको छ अब आज यो लाइट पनि यहाँ हुँदैछ है त्यसमा पनि हाम्रो थोरै अब यो हुन त माथिबाट भएको हो भए तापनि यसको पनि सहयोगी भूमिका हुँदैछ अब बजारले यो बजारलाई अझै सुगर सफा सुन्दर साधारण टाउन बजार बनाउने लक्ष्य चाहिँ एउटा नमुना पहिला साधन नगर
गाविस पनि नमुना थियो। हजुर अब साधारण टाउन बजारलाई हजुर। पुर 17 र 19 को यो चाहिँ दुईटै सिमानामा पर्ने साधनगर पुरानो बस्ती हो यो। हजुर पुरानो व्यापारीहरू पनि छन् यहाँ, धेरै पहिलादेखि 2013 सालदेखिको व्यापारीहरू हुनुहुन्छ यहाँ। हजुर सबैलाई सेवा पुर्याउँदै आउनु भएको छ। यहाँ नाफामूलक भन्दा पनि सेवामूलक ढङ्गले चाहिँ यो बजारको सबै कुराहरू सञ्चालन गर्ने उद्देश्य चाहिँ हाम्रो छ। त्यही ढङ्गले गएको छ भन्ने लाग्छ। हजुर अब अझै यसलाई गर्न बाँकी छ, धेरै समय लाग्छ। हजुर। अब यसमा अलिक ठुल्ठुलो होलसेलर चाहिँ सामान बिक्रीकर्ताहरू त्यस्ताको पसलहरू खुल्यो भने होइन, अब मोटरसाइकलको सोरुमहरू, हजुर। अटोको अब त्यो अटो बनाउने जुन चाहिँ ग्यारेजहरू, हजुर। नयाँ नयाँ कुरा लिएर आएर सेवा पुर्याउने लक्ष्य चाहिँ हाम्रो छ। अब हेर्दै जाऊँ कस्तो सबैको साथ सहयोगले हजुर। होला भन्ने आश छ। हजुर अन्त्यमा एउटा मैले कुरा राखिहालेँ। अब अनि ट्राफिक नियम पालना गरौँ हजुर। भन्ने एउटा बोर्ड भयो भने जेब्रा हजुर, क्रसहरू, जेब्रा क्रस। अनि त्यसपछि आएर यो तपाईँको यो अलिकति यो गाडीहरू व्यवस्थित गर्नको लागि चाहिँ तपाईँको यो बाटो साइडमा किनारामा हजुर अनि त्यो के भन्छ त्यसलाई एउटा मोटरसाइकलहरू अब आफ्नो मोटरसाइकल हिँड्ने लाइन छुट्टै एउटा, साइकल हिँड्ने लाइन छुट्टै एउटा। सबै थोक यो हाम्रो मात्रै पहुँच्ने हुँदैन, तर पहल कदमी हामीले गर्ने हो। हजुर। पहल कदमी गर्दाखेरि अब वडा छ 2टा वडालाई पनि हामीले झकझक्याउँछौँ भन्ने लाग्छ। झकझक्याएर अनि उनीहरूले पनि अब केही न केही सहयोग दिनुहुन्छ भन्ने आशा लागेको छ। अब गर्ने हो, त्यसरी सबैको सहकार्यबाट बनाउने हो, ठाउँ विकास हुने हो, निर्माण गर्ने होइन र त्यही। हजुर अन्तमा होइन यो टाउनवासी र विदेशबाट सबले यो भिडियो हेर्नु हुनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त नि तपाईँ एउटा बजार समितिको अध्यक्षको नाताले? अब यस्तो छ, अब देश विदेशमा हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, देश विदेशमा पनि अब हामीले यो जे काम गर्दैछौँ नि त्यो पैसा हामीले आफ्नो पर्सनल पनि पैसा हालेर गरेका छौँ। यो बेन्च छ, यो हामीले सौजाने गरेको। हजुर यो आजको स्थितिसम्म त यो बेन्च पनि कसैले हामीलाई अब वडाले पनि दिएको होइन, कुनै सङ्घ संस्था ठुलोले पनि दिएको होइन। हजुर। जस्तै अब म आफैले सौजाने गरेको छु, 8000को रेटको हो यो। हजुर अब म आफैले अब निःशुल्क रूपमा सबैलाई सेवा पुगोस् भन्ने भावले होइन त्यो उद्देश्यले हामीले हालेका छौँ। त्यस कारणले पनि देश विदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरू पनि तपाईँहरूले पनि सहयोग गर्न एउटा सक्नुहुन्छ। सेवाको भावले गरेका सकारात्मक काम छ भने तपाईँहरूले पनि यसको मूल्याङ्कन गरिदिनु होला। हजुर। अब साधनगर टाउन पुरानो बस्ती हो होइन, राम्रो पुरानो बनाऊ। एउटा धरोहर, त्यस्तो एउटा राजनीतिक बसेका ठाउँ पनि हो यो, सबैले जान्नु भएको छ। हजुर। त्यो हिसाबले एउटा मान्छेले केही काम गर्न खोज्छ भने त्यसको लागि साथ सहयोग र सपोर्ट सबैले गर्नुपर्छ जस्तो लाग्छ। निश्चय पनि हजुरहरूले गर्न नसके पनि एउटा भनौँ न उहाँको आवाजले हजुर। उहाँले चाहिँ एउटा सुझाव दिएर पनि सल्लाह दिन हार्दिक अनुरोध गर्न चाहन्छु। हस् त यस्तो बिजीको बेला नि तपाईँले समय दिनुभयो, यसको लागि धन्यवाद है। धन्यवाद। यहाँ होइन दाई अङ्कलहरू सबै मिलेर यहाँ तुरुन्त होइन गाइस एउटा निर्णय भयो। अब यहाँ हाम्रो नेपाली राष्ट्रिय झन्डा रहने छ लाइटका साथसाथै गाइस। ल है अब त झन् हाम्रो टाउनमा चाहिँ बल्ल झन् देशको झन्डा अनि लाइट हुने भयो है गाइस। ल मेरो दाइले चाहिँ झन्डा लिएर आउनु भयो, नेपालको झन्डा। अब हाम्रो यो झन्डा चाहिँ अब त्यहाँ राख्ने हाम्रो योजना छ। ल अब हामीले चाहिँ यहाँ झन्डा पनि राखियो गाइस। ल हेर्नु ल गाइस झन्डा पनि राखियो। ल गाइस होइन एउटा कुरा, अब यो अर्थिङको रहेछ, पाइप रहेछ, त्यही भएर झन्डा राख्ने कुरा चाहिँ हाम्रो अहिले भएन गाइस होइन। यो पाइपमा यो मिलेन गाइस, ट्राई त गरेको थियो हामीले। अब उहाँहरू चाहिँ अलिकति अहिले चाहिँ मिल्दैन के भन्न थाल्नु गाइस। अब मिलेन के अरे। ल गाइस होइन हामी चाहिँ झन्डा चाहिँ लास्टमा यहाँ बिचमा राख्यो होइन। ल झन्डा नेपालको झन्डा अब हाम्रो यहाँ टाउन चोकमा चाहिँ माथि चाहिँ त्यो अर्थिङको कारणले मिलेन गाइस। अहिले चाहिँ हामीले यहाँ बिचमा राख्यौँ झन्डा होइन, नेपालको झन्डा। ल हाम्रो अब सानो टाउनको सानो अर्कै ल यहाँ चाहिँ ल झन्डा अब यसरी राख्यो गाइस। त्यो माथि चाहिँ अर्थिङले गर्दा मिलेन, अहिले यहाँ राख्यो है गाइस।
गाइस अब हाम्रो चाहिँ झन्डा यसरी बस्यो कति राम्रो देखिन्छ गाइस नेपालको झन्डा अहिले कति राम्रो देख्यो अब टाउन स्ट्रिट लाइट हाल्ने कार्यक्रम चलिरहेछ गाइस अब चाहिँ हाम्रो स्ट्रिट लाइट उठाउने काम सुरु हुँदैछ गाइस ल नेपालको झन्डा साथ हाम्रो सानो टाउनको अब सान लिमिले अब टाउन यहाँ चाहिँ डेट लेख्दै हुनुहुन्छ अहिले ल गाइस हराउन बाँकी थियो काम सुरु भइरहेछ गाइस सानो टाउन ल सबै खुसी भएर होइन ल हेर्नु ल सबको मुहारमा हाँसी खुसी छ यी अहिले बसी ठाउँ पनि यस्तो गाइस चल्दैछ आहा कति राम्रो ल गाइस ल नेपालको झन्डाका साथ स्ट्रिट लाइट उठ्यो है गाइस सार्ना टाउनमा ल हाम्रो स्ट्रिट लाइट पनि उठ्यो गाइस ल गाइस सानो टाउनमा हाम्रो स्ट्रिट लाइट उठ्यो गाइस त्यो माथि हाम्रो त्यो माथि चाहिँ अर्थिङको प्रब्लमले गर्दा चाहिँ हामीले त्यो बिचमा माथि टपमा चाहिँ झन्डा राख्न सकेनौँ हामीले बिचमा राखेको छ गाइस होइन यहाँ सबै हाम्रो दाजुभाइहरू मिलेर होइन यहाँ सबै खुसी छन् हाम्रो गाउँलेहरू सानो टाउनवासीहरू सब खुसी छन् सबै रमाइलोसँग ल मेरो भान्जाहरू पनि घुमेर खुसी छन् ल गाइस यो लाइट चाहिँ राखेर गयो लाइटको काम पनि सक्यो यहाँ अब सब छलफलमा व्यस्त हुनुहुन्छ होइन सानो टाउनको रौनक चाहिँ अब झन् राम्रो भयो होइन गाइस यहाँ चाहिँ अब दाइहरू सबै आफ्नो सल्लाह गर्दै हुनुहुन्छ भावी योजना के गर्ने भनेर गाइस सानो टाउन अब त्यसै झन् रमाइलो भयो गाइस हामी सबै सरसल्लाह चलिरह अब भोलि पर्सि के गर्ने भनेर ल गाइस होइन अब सबै काम सक्यो सबैजना अब बस्नु भयो होइन ल हाम्रो सबै अङ्कल दाइहरू चाहिँ होइन समाजसेवी हुनुहुन्छ उहाँहरू होइन उहाँहरूकै पहलमा अब टाउनमा धेरै विकास भइरहेछ गाइस होइन लाइट पनि राख्यो गाइस ल सबैजना एकदम खुसी हुनुभएको होइन लाइट राखेर होइन सब समाजसेवी हुनुहुन्छ हाम्रो दाइ अङ्कल काकाहरू होइन ल गाइस है अब यस्तै अर्ग्यानिक भिडियो गाउँ विकासको टोल विकासको भिडियोहरू लिएर आउँछु गाइस म चाहिँ होइन थ्याङ्क यू फर वाचिङ स्यामी एन्ड योगी युट्युब च्यानल गाइस बाई बाई एभ्री वान